काली करिब 2 महिना अघि तिनकुने कान्तिपुर टिभी छेउमा देखा परेकी थिए। डर र त्रासमा देखिएकी काली सायद कसैले यहाँ ल्याएर फालिदिएका थिए। उसको बानी बेहोरा देख्दा लाग्छ कि ऊ कुनै घरमा माया गरेर पालिएको थियो होला सायद। काली दुई जिउकी रहेछ। सायद यही कारणले उसलाई उसको परिवारले त्यागेका होलान्। परिवारको तिरस्कार भोगेकी कालीले हाल 6वटा बच्चाहरूलाई जन्म दिएकी छे। देख्दा आफै बच्चा देखिने कालीमाथि ठूला जिम्मेवारीहरू थपिएका छन्। काली अब एक साहसी अनि जिम्मेवार आमा बनेकी छे। उसले अब माया र केयर गर्ने धेरै मानिसहरू कमाएकी छे। उसलाई र उसको बच्चालाई माया गर्ने मुठुहरू यहाँ 8-10 जना नै छन्। तर विडम्बना, उसको वासस्थान कलेजको पार्किङ एरियामा छ, जसका सन्तानहरू हाल 50 दिनका भएका छन्। उनीहरू अब हिँड्न सलबलाउन सुरु गरेका छन्। साना बच्चाहरू गाडी र बाइकका मुनि आउने खतरा बढिरहेको छ। हिजो मात्र कालीले एउटा सन्तान गुमाए। हजुरहरूको सानो सहयोगले कालीका बच्चाहरू खतरामुक्त हुन सक्छन्। करिब 5 मानवता भएका दयावान र ममतामाई परिवारले आफ्नो घरको सानो कुनामा साना बच्चाहरूलाई ठाउँ दिनुभयो भने यिनीहरूको जिन्दगी धन्य हुने थियो। कालीका बच्चाहरूलाई अगालेर कालीमाथि सानो सहयोग गरिदिनुस्, एउटा गुण लगाइदिनुस्। पक्कै पनि कालीका आशिषले हजुरहरूको घर परिवारमा सुख शान्ति छाउनेछ।